हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। आज लामो समयपछि म तपाईँलाई फेरि हाम्रो टनेलाभित्र फलिरहेको काँक्रोहरू देखाउन जाँदैछौँ। रातिको ठुलो पानीको कारणले गर्दाखेरि यत्रो हिलो भइरहेको छ है। हाम्रो चाहिँ अहिले नि काँक्रो रोपेको थियो। यता चाहिँ अहिले गोलभेडाहरू छ, काउलीहरू छ। बोटे त सानो सानो छ है, तर पनि काँक्रो कत्रो फलेको छ, कति धेरै फलेको छ कि। यहाँ चाहिँ एउटा मात्र फलेको छ, यत्रो मतलब मुनिबाट नै आएको छ कि। यहाँ झन् धेरै छ, यहाँ यत्रो सानो सानो भुइँमा फलेको छ। अनि एउटा सानो बोटमा चाहिँ धेरै आएको छैन न। काउलीहरू चाहिँ आउनु लाग्दैछ है, आएको छैन अहिलेसम्म। यहाँ चाहिँ काँक्रो सानो भुइँमा परेको हुनाले म माथि उठाउने छु। सब कुहिदो रहेछ कि भुइँमा परेपछि। अहिले चाहिँ हाम्रो टनेलामा खासै केही छैन। गोलभेडा अनि काउलीहरू अनि उसको रायोको सागहरू रोपिएको छ। खासै केही छैन त्यस्तो। अनि यहाँ खोर्सानीको बोट पनि छ है। खोर्सानी चाहिँ पाक्दै पछि टिपिरहेको हुन्छ। त्यसै गरी यता त झ्याङ भइसकेको छ हाम्रो झ्याङ। अनि झ्याङमा चाहिँ अनि ड्रागन फ्रुट्स पनि फुलिसकेको छ है। ड्रागन फ्रुट्सको ठुलो फुल मैले भिडियो पनि हालिसकेको छु। यहाँ चाहिँ सानो एउटा चिचिला आएको छ। अनि यहाँ पनि एउटा सानो चिचिला आएको छ। अनि यो चाहिँ सबै हाम्रो सिमीको झ्याङ। अनि के अरे इस्कुसको अनि उखुको झ्याङहरू छ हाम्रो यहाँ चाहिँ। ल गाइस, यो चाहिँ मेरो पोज हो। ल यति नै हाम्रो आजको भिडियो।